Welcome to my channel. म चाहिँ बिहानै यो ग्रिन टी लिँदैछु। मेरो बुढा चाहिँ खाजा बनाउनु हुँदैछ। यो चाहिँ मलाई कहिलेकाहीँ हाइकिङहरू चढ्दाखेरि बुढाले सजिलो होस् भनेर मलाई यो हाइकिङ सुज किनिदिनु भएको थियो। यो चाहिँ एकदम क्युट लाग्यो त्यो कलर ब्ल्याक एन्ड पिङ्क। तपाईँलाई कस्तो लाग्यो? अनि यो चाहिँ रेगाटा कम्पनीको हो। यस्तो छ। यो वाटरप्रुफ पनि हो। यहाँ आयरल्यान्डमा चाहिँ पानी परिरहने भएको भएर एकदमै युजफुल छ यो सुज। यस्तो छ। यसको तल्लोपट्टि भागमा चाहिँ यस्तो ग्रिप छ, सजिलो हुन्छ होला। अब हामी लागेको। मेरो बुढाको आउटफिट चेक। चाहिँ पानी परिरहेको छ हल्का। हाम्रो साथीहरू चाहिँ पर्खिरहेछ हामीलाई। हामी चाहिँ सिमेट जाने हो। कता बस्ती हो? उता होला। मर्निङ। हेलो। Copyright लाग्छ? Welcome. हामी लाग्यो बाबा नास्ता खाँदैछ। हामी विक्लो के अरे ग्रिनिस लेक जाँदैछौँ। अनि अर्को कुन रे? अहिले चाहिँ सुरुमा हामी पावर स्पोर्ट वाटरफल समथिङ वाटरफलमा जाँदैछ। झर्ना सुकेर यत्रो नाली यत्रो भयो होला। ओके, अब उतै भेट्नुपर्छ। See you there. हामी चाहिँ झर्ना हेर्न जाने ठाउँमा गएको, तर त्यहाँ चाहिँ अझै 1-2-3 घन्टा अलिक ढिलो खोल्ने रहेछ। अनि हामी चाहिँ बलिनस्टो भन्ने फरेस्ट ट्रायल हेर्न जाँदैछौँ। यस्तो चाहिँ हाम्रो चाहिँ खाना कस्तो छ? देखो न गाइस, आमा पानी परेछ। पुरै मौसम त यस्तो छ। डाँडामा चढ्यो भने यस्तो गएर यहाँबाट यस्तो गएर डाँडा चढ्ने भने चाहिँ यस्तरी चढ्ने। डाँडा चढ्ने पिछे जानु पर्यो। तर हामी तलबाट चाहिँ यस्तरी आउने भनेको अब हामी चाहिँ माथिबाट तल जानुपर्ने हो। त्यो उर्सेर तल जाने तल जानु पर्यो कि अहिले चाहिँ तल कारबागबाट चाहिँ माथि आउनु पर्छ। हाम्रो ट्रायल स्टार्ट भयो। मौसम चाहिँ यस्तो भए पनि गाडी पार्क त्यहाँ गरेछ।
च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला। छैन खैर थाकियो त गाइस। यही हो सिधै। देखो गाइस अगाडि भूत छ। यस्तो छ मजाको ट्रायल रहेछ। हावाको आवाज हो। केही छैन, बाटो रहेछ यहाँ सिधै तल जान्छ। काठको बाटो, काठमा यो काँटी ठोकेछ नचिप्लोस् भनेर। जाँदैछौँ हामी ट्रेल। कहाँ पुग्ने हो थाहा छैन। पछाडि हुनुहुन्छ हाम्रो सबै मित्रहरू सबैजना पछाडि जाँदैछौँ गाइस। अहिले भेटौँला। हामी माथिबाट आएको, अब जाने अब यतातिर सिधा। कस्तो उज्यालो भएर त्यो त उल्टो उताको लेको हो, हाम्रो त यताको लेको। यो लेको होइन हाम्रो, यताको लेको हाम्रो चाहिँ।
सो हामी चाहिँ अहिले गाडीसम्म जाँदैछौँ हिँडेर गाडीसम्म पुगेपछि त्यसपछि हाम्रो दोस्रो यात्रा सुरु हुनेछ अलि हिँड्दा अलिकति सास फुले जस्तो भएको छ गाइज पिस आउट सी यू अन्टिल देन टेक केयर यही हो गिनिस लेक चाहिँ उता तल हिँड्नु पर्ने रहेछ एकदम राम्रो छ यही हो गिनिस लेक चाहिँ हेलो